हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। आफ्टर लङ टाइम पछि चाहिँ मैले भिडियो बनाएँ, किनभने योभन्दा अगाडि चाहिँ मैले फुड च्यालेन्जको भिडियो लिएर आएको थिएँ। अनि यो चाहिँ मेरो घरबाट सामान पठाउनु भएको थियो मम्मीले। अनि त्यसपछि सामान चाहिँ मैले रिसिभ गरिसकेँ, उताबाट पठाएको सामान चाहिँ। अनि सामान ल्याएपछि त्यही त हो नि साथीहरू, कतिखेर खोलौँ कतिखेर हेरौँ जस्तो हुन्छ नि त। अनि त्यही भएर मैले चाहिँ सामान ड्युटीबाट आउन साथै हेरेँ है। अनि सामान चाहिँ मैले के रहेछ भनेर हेरेँ। अनि यो सामान पठाउन लागि साथीहरू एकदमै दुःख भयो कि, किनभने सामानको वेट चाहिँ धेरै भयो कि। अनि उताबाट कार्गो गरेर ल्याउने भनेको एकदमै महँगो पर्ने रहेछ साथीहरू। धेरै सामान भयो भने चाहिँ सस्तो पर्दो रहेछ होइन। अनि फेरि यतातिर आउने मान्छे नै हुनुहुन्थ्यो, अनि त्यहाँ भएर त्यसलाई चाहिँ रिक्वेस्ट गरेर ल्याउनु पठायो। मलाई पनि एकदमै हार्डली थ्याङ्क यू, सामानहरू ल्याइदिनु भयो। उता टाढादेखि राम्रैसँग सामान आइपुग्यो। अन्त साथीहरू मैले सामान खोलिहालेँ, मसँग कन्ट्रोलै भएन, मैले कतिखेर खोलौँ भने जस्तो भयो। अनि सुरुमा खोलेको चाहिँ त्यहाँनिर घिउ र अनि चाहिँ त्यो अचार चाहिँ रहेछ कि मुलाको अचार। अनि त्यो रहेछ झन्न चाहिँ साथीहरू नपोकेको रहेछ कि, पोक्यो भने त बर्बाद हुन्छ नि त अरू सामानहरू। झन् राम्रोसँग प्याकिङ गरेर पठाइदिनु भएको रहेछ मम्मीले चाहिँ। अनि म अर्को पोको खोल्दैछु साथीहरू, त्यहाँनिर चाहिँ के रहेछ भनेर म हेर्दैछु। कस्तो के सामान उताबाट आउँदा त कस्तो एक्साइटेड हुनु मन लाग्दो रहेछ कि साथीहरू। अनि यो चाहिँ मेरो अब मकर दिवस आउनु लागेको छ नि त। अनि यहाँतिर त अब कहाँ पाउँछ थाहा छैन, नेपालबाटै मैले उताबाट पठाएको कि। यो चाहिँ माला हो साथीहरू। अनि त्यो अघिको चाहिँ कानमा लाउने, किनभने अरू त मसँग अलरेडी थियो नि त। अनि मलाई जे चाहियो मैले चाहिँ त्यही मात्र मगाएँ। अनि त्यसपछि यिनीहरू चाहिँ मैले चाहिँ ट्र्याक मगाएको थिएँ कि, यहाँबाट चाहिँ अनलाइन अर्डर गरेर त्यहाँ चाहिँ मम्मीलाई रिसिभ गर्नु पठाएँ। अनि ट्र्याकहरू पनि त्यस्तो नट ब्याड साथीहरू, राम्रै पढेर रहेछ अनलाइन मगाएको पनि। अनि मैले चाहिँ हेरेँ सबै कपडाहरू निकाल्दै, त्यही त हो नि साथीहरू, केही सामान आयो भने कस्तो होला के होला भनेर कस्तो मनमा कस्तो खुल्दुल भएर एक्साइटेड हुन्छ नि त। त्यस्तै भएको थियो कि मलाई चाहिँ, किनभने म ड्युटीमा हुँदै मलाई कतिखेर गएर के पठा होला के होला, अब कतिखेर हेर्ने होला कतिखेर लाउने होला भइसकेको थियो साथीहरू। अनि मैले चाहिँ हेरेँ, अनि हेरेपछि त्यो यताउता फाल्ने पनि भएन नि त, राम्रोसँग मिलाएर राख्नु पऱ्यो साथीहरू। एकदमै खुसी लाग्ने रहेछ क्या साथीहरू, आफू घरदेखि टाढा भएर अनि यसरी सामानहरू आउँदा है कस्तो खुसी लाग्ने रहेछ। अन्त त्यो चाहिँ साथीहरू कपडा नै हो, जहिले कपडा नेपालमा हुँदा नि त्यस्तै थिएँ म, यहाँ आएर पनि अहिले त्यस्तै नै छु। जतिखेर पनि जति कपडा भने यसो कहीँ बाहिरतिर जानु पऱ्यो भने कला कपडै छैन जस्तो हुने कि, तर दराजमा हेऱ्यो भने चाहिँ कपडा फेरि। अन्त के साथीहरू मैले यो सर्ट मगाएको थिएँ, यो पनि अनलाइन नै मगाएको मैले। अनि त्यसपछि राम्रै थियो, नट ब्याड। तर अब लाउँदा कस्तो देखिन्छ थाहा हो, मैले पक्कै नै भिडियो राख्ने नै छु साथीहरू। अब अनि त्यसपछि चाहिँ सबै सेपरेट गरेर पठाउनु भएको रहेछ कि, किनभने त्यहाँनिर त्यो अचार अनि घिउ थियो नि त, त्यो पुग्यो भने त एकदम बर्बाद हुन्छ सबै सामानहरू। अनि त्यही भएर अनि यस्तो प्याकिङ गरेर रहेछ नि साथीहरू मजाले है, टेपहरू लाएर कस्तो नखोलौँ जस्तो चाहिँ भएको कि मलाई चाहिँ। अनि त्यही नै अब के गर्नु, हेर्नु त परिहाल्यो होइन सामान, अब त्यसरी राख्ने कुरा पनि भएन। अनि त्यहाँबाट मैले चाहिँ खोलेँ, अनि यस्तो बेसरी प्याकिङ गरेर रहेछ कि टेप लाएर, गाह्रो भयो मलाई चाहिँ। तर मैले चाहिँ खोलेँ, किनभने म धेरै एक्साइटेड नै थिएँ साथीहरू सामान हेर्नुको लागि। अनि मैले चाहिँ यो भिडियो खासै बनाउनु मन त थिएन, त्यही पनि अब यसो बनाउनु के अब यादगार हुन्छ त, किनभने घरबाट सामान आयो नि त, त्यही भएर। अनि यसमा चाहिँ के रहेछ भन्दा यो चाहिँ त्यही मकर दिवसकै लागि हो साथीहरू। यो चाहिँ मैले नेपालबाटै मगाएको ग्रिन कलरको। अनि स्पेसली थ्याङ्क यू मेरो बिना दिदीलाई, गएर किनेर ल्याइदिनु भयो, पठाइदिनु भयो है। अनि त्यसपछि चाहिँ ओढिहालेँ कि मैले चाहिँ, कस्तो कन्ट्रोलै गरेर सकेँ कि साथीहरूको देख्नु साथै है। अनि त्यसपछि अरू के रहेछ भन्दा अरू चाहिँ राधा चौसो रहेछ। अनि राधा चौसो अनि वाइ चौसो, अनि त्यहाँबाट अनि मेरो साथीलाई मनपर्छ नि त, त्यही भएर त्यो करेन्ट पनि थियो, टुबियम पनि थियो। मैले त्यति खासै खाँदैन, धेरै पिरो हुन्छ नि त, खानु सक्दैन कि साथीहरू। खायो पछि
कस्तो गाह्रो हुन्छ। अनि त्यहाँबाट म चाहिँ यस्तो यस्तो छ देखाउँदै भिडियो बनाइराखेँ साथीहरू। अनि यो चाहिँ त्यही लाइक इनर टाइपको पनि पठाइदिनु भएको रहेछ। मलाई चाहिँ थाहा थिएन, मैले चाहिँ पठाइदिनु है मात्र भनेको थिएँ, तर पठाइदिनु भएको चाहिँ रहेछ। अनि फेरि आयो अर्को झोला, यसमा चाहिँ के रहेछ खै मलाई थाहै त छैन। मैले के मगाएको थिएँ, के पठाइदिनु भनेको थिएँ, मलाई त केही याद पनि छैन कि साथीहरू, किनभने सामान धेरै थियो नि त, त्यही भएर। यो चाहिँ उसो के सेन्टर फ्रुट हो कि साथीहरू, मेरो साथीलाई चाहिँ एकदमै मनपर्छ, त्यही भएर मैले चाहिँ उताबाट पठाइदिनु है जसरी पनि भनेर भनेको थिएँ। अनि पठाइदिनु भएको रहेछ त्यो पनि। अनि अरू त्यस्तो खासै त केही पठाउनु खै अब मान्छे नआउँदासम्म पठायो हुन्छ, मान्छे आएपछि के पठाउनु हुन्छ। अन्त मैले यो एउटा जुत्ता पनि लिएको थिएँ साथीहरू, यो नाइकको जुत्ता। मलाई चाहिँ एकदमै लाउनु मन लागेको थियो रेड कलरमा, मैले पहिला नै लाउनु मन लागेको थियो साथीहरू। अनि यसपालि त लाउनु नै पर्यो भनेर अनि यो चाहिँ मगाएँ, तर साइज चाहिँ अलि ठुलो भयो साथीहरू। स्पेसली थ्याङ्क यू सो मच हाम्रो भेनाजलाई यो जुत्ताको लागि। अनि त्यसपछि जुत्ताहरू पनि हेरेँ, मैले चाहिँ पछिबाट ट्राई गरेको थिएँ कि हल्का ठुलो हुँदो रहेछ, अलि साइज नमिल्दो रहेछ। अनि यो चाहिँ पर्दा हो ढोकाको लागि मैले चाहिँ उहीँ नेपालबाट नै मगाएँ कि सबैजनाले यहीँतिरै किन्छ होइन, मैले चाहिँ नेपालबाट मगाएको साथीहरू। किन भन्दा नेपालको राम्रो हुन्छ कि यहाँतिर हेरेको राम्रै त थिएन। अनि यो अझै एउटा अर्को टी सर्ट रहेछ, यो पनि मैले अनलाइनै मगाएको साथीहरू। नट ब्याड, तर कपडा चाहिँ राम्रै थियो है सबै। अनि यो चाहिँ मैले यो कपडाहरू चाहिँ सबै मैले चाहिँ गुमा कलेक्सनबाट मगाएको हो साथीहरू। त्यहाँ जहिले पनि मैले त्यहीबाट नै मगाउँछु। अनि यो चाहिँ साथीहरू मलाई यस्तो टेन्सन थियो कि कता यो चुरा फुट्ने हो कि भनेर है। अनि तर चुरा चाहिँ ल्याइदिनु भएछ कि, चुरा ल्याइदिने मान्छेले चाहिँ चुरा ल्याइदिनु भएछ कि, तर एकदमै ठुलो के मेरो हातमा खै अब त्यो साइज थाहा छैन होला नि त, मैले हतारमा ल्याइदिनु है भने। अनि त्यसपछि साइज हेर्नु न ठुलो हुँदो रहेछ कि, अब के गर्नु, ठुलो भयो नि अब लगाइहाल्नु पऱ्यो होइन। अनि त्यसपछि चुराहरू पनि मैले लाएँ, किनभने मलाई त्यो कन्ट्रोलै थिएन कि साथीहरू, यस्तो लाउनु मन लागेको थियो। अनि त्यसपछि लाएँ मैले रेड कलरको चुरा पनि लाएँ, सबै लाएँ मैले एकैचोटि। अनि तर ठुलो ल्याएर पनि सजिलो भयो साथीहरू, किनभने अब त्यो लाएर बस्ने कुरा हुँदैन नि त। अनि केही यस्तो कल्चर ड्रेसहरू लाउँदा लाएँ होइन, अनि त्यसपछि निकालेर राख्यो, फेरि अर्कोचोटिको लागि लाउनु हुन्छ नि त। हेर्नु न मेरो बाबा के भन्छ, चुरा एकदमै ठुलो भएको थियो कि, तर केही छैन, मैले चाहिँ लाएँ, केही भएन। अलिअलि ठुलो भएको थियो, त्यस्तो बिजी त थिएन, तर देखेको थिएन है भिडियोमा चाहिँ। कस्तो राम्रो देखेको है रेड कलरको चुरा। अनि त्यहाँबाट म चाहिँ एकै बोल्दै थिएँ कि कस्तो देखेको होला भन्दै। अनि फेरि पालायो अर्को ब्यागको। अनि त्यही भएर मैले यस्तरी फाट्दै साथीहरू, मसँग कन्ट्रोलै गर्नु मन थिएन कि, मलाई कन्ट्रोलै थिएन कतिखेर हेर्ने होला के हेर्ने होला भनेर। अनि म चाहिँ आफ्नो चुरा हेर्दै मक्ख पर्दै मेरो साथीलाई बोलाउँदै थिएँ, किनभने मेरो साथी उता बाहिर थियो नि त। अनि हेर्न कस्तो देखेको बिहे भयो जस्तो भन्दै उता मक्ख पर्दै थिएँ चुरा लाउँदै। अनि त्यहाँबाट अनि फेरि अर्को प्लास्टिक खोल्नुतिर लगाएँ म साथीहरू। अनि यो चाहिँ च्यादर हो साथीहरू। अनि नेपालको यो च्यादरहरू हुन्छ नि एकदमै राम्रो हुन्छ कि, यहाँतिर त कस्तो चित्तै नबुझ्ने हुन्छ भनेको, वेट पनि हुँदैन। अनि अन्त के साथीहरू मैले यो ज्याकेट पनि मगाएको रहेछ होइन, यो पनि अनलाइनै मगाएको मैले गुमा कलेक्सनबाट। कस्तो राम्रो रहेछ कि यो ज्याकेट चाहिँ है, कपडा पनि एकदम राम्रो। अनि त्यसपछि मैले चाहिँ भिडियोमा हेरेर मात्र मगाएको थिएँ कि, किनभने धेरै जस्तो सामान मैले त्यहीबाट मगाइरहेको हुन्छु कि साथीहरू, अनलाइनै एकदमै राम्रो सामान पाउँदो रहेछ। तपाईँहरूलाई पनि चाहियो भने गुमा कलेक्सनमा गएर अनलाइन अर्डर गर्न सक्नुहुन्छ साथीहरू। अनि त्यसपछि चाहिँ मैले चाहिँ सेन्टर फ्रुट खाएँ एउटा, किनभने म त्यहाँ बोरिङ भइसक्यो नि त साथीहरू। बोरिङ त के हुनु, एक्साइटेड नै थिएँ, तर पनि मैले त्यहाँ देखेपछि मलाई कन्ट्रोल गर्नु मन लागेन। अनि मैले चाहिँ यो चाहिँ च्यादर हो है साथीहरू। अनि एकदमै राम्रो थियो कि यो च्यादर, लाइक हुन्छ नि एकदम त्यो कटनको हुन्छ नि नरम हुन्छ नि त्यस्तो टाइपको थियो कि यो च्यादर चाहिँ। तर कलर चाहिँ कस्तो भयो कि, अनि छिट्टै मैला हुने कलर। त्यही त हो हामी अल्छीहरूलाई होइन, अब एकचोटि बिछाएपछि अनि धुने टाइम नै हुँदैन, त्यही नै इट्स ओके नो प्रब्लम। अब त्यो कलर केही भएन, तर राम्रो थियो त्यो च्यादर चाहिँ।
अनि म चाहिँ आफ्नो चुरा हेर्दामै मक्ख थियो है, बजिरहेको थियो। अनि त्यहीमध्ये मिलाउँदै हेर्दै थिएँ। अनि त्यसपछि अरू चाहिँ के रहेछ, केही छुटेको छ कि भन्दा मैले हेरेँ। अनि त्यो माला चाहिँ नि मलाई कस्तो मन पऱ्यो कि मैले चाहिँ त्यो त नर्मलमा पठाइदिनु भनेको थिएँ। अनि दिदीले पनि यो चाहिँ नयाँ डिजाइनको हो, नयाँ डिजाइनको लाउनुपर्छ भनेर भन्यो। अनि त्यहाँबाट अनि उसले चाहिँ यस्तो पठाएको रहेछ। स्पेसल्ली थ्याङ्क यू सो मच बिना दिदीलाई, धेरै धेरै माया। अनि मेरो मम्मीलाई नि धेरै धेरै माया। अनि सामान ल्याइदिनु हुने मान्छेलाई नि धेरै धेरै माया। थ्याङ्क यू सो मच, तपाईँले यत्रो धेरै सामान ल्याइदिनु भयो होइन। ल साथीहरू, अहिलेको भिडियो चाहिँ यति नै। म अर्को भिडियो फेरि पनि छिटै नै लिएर आउनेछु। सबैजनाले माया साथ दिनु होला मेरो भिडियोलाई। अनि के कस्तो भइरहेछ कमेन्ट पनि गर्नु होला साथीहरू। अहिलेलाई चाहिँ यति नै, बाई, टेक केयर साथीहरू।